by YY ज्ञान ज्योति। यसको कुपन चमत्कारी छ। YY ज्ञान ज्योति पुस्तकालय, शिक्षित नेपाली, समृद्ध नेपाल। Life is so sleek in my kitchen. Have a life kara enjoy. Authorized distributor for Nepal, Kitchen Concepts Private Limited. Breeze Cement, solid technology ले बन्छ solid cement. हिमालय टेलीविजन देख रहा सभी दर्शकों में मैं दयाराम अग्रवाल को प्यार भर्यो अभिवादन। आप सभी को चाहे तो एकमात्र मारवाड़ी कार्यक्रम अपनो नेपाल अपनो गौरव में आप सबको स्वागत है। गुरुर ब्रह्मा गुरुर विष्णु गुरुदेवो महेश्वर गुरु साक्षात परब्रह्म तस्मै श्री गुरवे नमः। काल गुरु पूर्णिमा थी। आप सभी कोई अब आपका गुरु ने जरूर से याद करया होगा। सभी गुरुओं ने नमन करते हुए आओ कार्यक्रम में आगे बढ़ा आपकी पंक्तियां से। आपकी पंक्तियां। ऐ चांद मेरे दोस्त को एक तोहफा देना, तारों की महफिल संग रोशनी देना, छुपा लेना अंधेरे को, हर रात के बाद खूबसूरत सवेरा देना। अब आज का अतिथि से बातचीत। आज अपने कने एक अइया का अतिथि है। हर इंसान सामान्यतया आपको भाग्य जानने की कोशिश करे है। ज्योतिष के माध्यम से कोई खुल कर जानना चाहे है तो कोई छिप कर जानने की कोशिश करे है, लेकिन हर इंसान का मन में रहे है कि मेरो भविष्य कहीं को है। आज यहीं का एक अतिथि है ज्योतिष पंडित विहंगम तिमल सिन्हा जी। इन्हां से ज्योतिष विद्या लगायत विविध विषय में बातचीत करांगा और ये कवह है अपना आपने 10 महाविद्या का सिद्ध पुरुष और तंत्र विद्या में सिद्धि प्राप्त। आओ कार्यक्रम में इन्हां को स्वागत करा। गुरु कार्यक्रम में यहाँलाई स्वागत छ। हस्, शुभ मङ्गलम, ओम शान्ति। तपाईँ आफूलाई नि तान्त्रिक भन्नुहुन्छ, त्यस्तै 10 महाविद्यामा सिद्धि प्राप्त गरेको भन्नुहुन्छ। हजुर, यो 10 महाविद्या भनेको चाहिँ के हो? अहिलेको परिस्थितिमा, अहिले कलियुगको समयमा यहाँले सोधेको प्रश्न असाध्यै महत्त्वपूर्ण, सारगर्भित छ। नेपाली जनता जनमानसले जान्नुपर्ने अहिलेको आवश्यकता के छ भन्नु होला भने यो 10 महाविद्या जस्तो शक्तिशाली पावरफुल यस कलियुगमा यति महत्त्वपूर्ण छ कि स्वयं भगवान रामले पनि यसको आराधना गर्नुभयो। शिवजीको आद्य शक्ति हो। श्री कृष्ण भगवानले नि यहाँको संस्मरण र पूजा आराधना गर्नुहुन्थ्यो। अनि यस कलियुगको सबैभन्दा उच्चतम मानव मुक्तिधाम जानको लागि, ईश्वरीय शक्ति प्राप्ति गर्नको लागि, आद्य शक्तिको चाहिँ मन मस्तिष्कमा सजावट गरेर मानव जीवनमा अशान्ति, भ्रान्ति, विघ्न तत्त्व, अरिष्ट तत्त्व गर्नको लागि 10 महाविद्या जस्तो शक्तिशाली सुप्रिम पावर, डिभाइन पावर, पावरफुल अहिले यो शक्ति पूजा यो कलियुगमा कुनै पनि छैन। 10वटा महाविद्यामा के आउँछन् भन्नु होला भने कालितारा महाविद्या षोडशी भुवनेश्वरी, भैरवी छिन्नमस्ता च विद्या धूमावती तथा, बगला सिद्धि विद्या च मातंगी कमलात्मिका, यथा 10 महाविद्या सिद्धि विद्या प्रकृतिता। यही 10 महाविद्याद्वारा कुन महिना कुन गते के बारे के हुन्छ, कुन मान्छेको अनुहार ललाड चक्र कस्तो छ, आँखाको प्रभाव कस्तो छ, भोलिको भ्वाइस्टा सूर्योदय स्वर, चन्द्रोदय स्वर, उसको रुद्र घण्टीमा कुण्डलिनी चक्र कस्तो कस्तो प्रभाव ग्रह गतिले बसेको छ। तपाईको चिना टिप्पण हेर्नुभन्दा 10 महाविद्याको फर्मुलाद्वारा राम्रोसँग फलादेश भविष्यवाणी गर्ने हो भने चिना टिप्पणी हेरेको भन्दा हजारौं गुणा ठुलो ग्यारेन्टी सफल र प्रमाणित भविष्यवाणी फलादेश हुन्छ। यदि 10 महाविद्या यदि सिद्ध पुरुष सिद्धि व्यक्तिसँग आफू पुगिएको छ, गुरुको तो महाविद्याको श्रवण गरिएको छ भने त्यस्तो प्रमाणित फलादेश भविष्यवाणी हुन्छ। 10 महाविद्यामा जेठी कालीको हो, जहाँ कलकत्तामा
उहाँको विराजमान आसनमय मूर्ति छ। सिद्धि गर्ने भनेको उहाँ ज्येष्ठ 10 महाविद्याको पहिलो देवी काली माता हुनुहुन्छ। अहिले कलकत्ताको स्थानमा उहाँ स्थिर भएर विराजमान हुनुहुन्छ। अनि यो 10 महाविद्या जुन छ नि यसको सिद्धि गर्नलाई कति समय लाग्छ? हामीले सुनेको त यो सिद्धि त्यति सजिलो छैन, निकै समय लाग्छ भन्छन्। एकदम हो। यो यति कठोर डरलाग्दो भीषण अति नै कष्टमय गुरुको सान्निकट सामिप्यतामा रहेर अति नै ठुलो आसनमा बसेर यसमा आइतबार कुन वस्त्र धारणा गर्ने, सोमबार कस्तो वस्त्र धारणा गर्ने, मङ्गलबार कस्तो भोजन खाने, तपाईको सात्विकी भोजन खाने नियमहरू हुन्छन्। अब गोलमेडा पनि सात्विकीमा पर्छ। अब कुन भोजनको लगाईको लुगाको आसनको पूर्व पश्चिम उत्तर दक्षिण ईशान्य वायव्य कुन दिशामा बस्ने र यसको ठुलो कठोरभन्दा कठोर हुन्छ। यसको अवधि भनेको 7 वर्षको साधना हुन्छ। यो साधनामा सिद्ध गरेको मान्छेले कुनै चिना टिप्पण ग्रह गोचरण डेट जन्ममिति हेर्नै पर्दैन। गृहस्थीमा बसेर यो साधना गर्न सकिन्छ? सकिँदैन। गृहस्थ धर्ममा गुरु तपाईँ आफू त गृहस्थ धर्ममा हुनुहुन्छ। गृहस्थ धर्ममा म साधुको ठुलो सन्त महात्माको आसनमा थिएँ। मैले यो साधना गर्दाखेरि म कुनै पारिवारिक सूत्रमा पारिवारिक गतिमा म थिइनँ। म ठुलो साधनामय अवस्थामा थिएँ। मैले परिवारको कुनै बाबुआमा जहाँ परिवारहरूसँग म थिइनँ। यो साधु अनि यो यसमा सिद्धि प्राप्त गरेको चाहिँ कति वर्ष भयो गुरुले? यसमा सिद्धि मैले गरेको चाहिँ अहिले 2 वर्ष भयो। 10 महाविद्यामा म पूर्ण सिद्धि गरेको। म पहिला केही ज्योतिष पण्डित मात्रै थिएँ। ज्योतिषको चिना टिप्परको फलफलादेश राष्ट्रको भविष्यवाणी ज्योतिषीय ग्रह गोचरबाट हेर्न सक्थेँ। अहिले म गर्न थालेको जब 10 महाविद्याको सिद्ध भएँ मैले गर्न थालेको अहिले पूर्णतः सिद्धि भएको म 2 वर्ष भयो। अनि तपाईँ चाहिँ जस्तो 14 वर्षको उमेर छँदै पण्डित हुनुभएको भन्नु भएको थियो। अनि त्यो भनेको के सामान्य पूजापाठ गराउन सक्ने पण्डित कि 14 वर्ष भने त निकै कलिलो उमेर हो? 14 वर्षको जन्म लग्न कुण्डली तपाईको जन्म लग्न कुण्डलीमा जस्तो मेष लग्न भयो। मेष लग्नमा सूर्य शुक्र बस्यो। यसको फलादेश के हो? यसले कुन विषय पढ्छ, कता गन्तव्य स्थान कता जाने, यो ग्रह गतिमा साधारणतः यो पूरा सिद्धि मानिँदैन। यसलाई मध्यम सिद्धि खण्ड गतिमा म त्यतिखेर पनि चिना टिप्पणी हेर्ने पूजापाठ गर्न सक्ने ग्रह गति मान्छेको ललाट चक्र कानका चक्रहरू आँखाको प्रभावहरू यसो देखेर मध्यम तरिकाले उसको रूप लक्षण विचार भन्न सक्ने अवस्था थियो। त्यो अवस्था पूर्णता सिद्धिको अवस्था होइन, महासिद्धिको अवस्था होइन। त्यो साधनामा चरम अन्तिम गतिमा गएको अवस्था होइन। त्यो अध्ययनको क्रममा यतापट्टि कोठी गयो भने यस्तो आँखा भयो भने यस्तो स्वर भयो भने यस्तो ओठका प्रभाव यता भयो आँखाको मुनतिर परेलीको मुनतिर कोठी यस्तो भयो भने यसरी हुन्छ भन्ने एउटा महाविद्याको वाक्यांशद्वारा भन्ने कुरा हो। त्यो पूर्णता सिद्धिको त्यतिखेरको अवस्था होइन। मैले 14 वर्षको उमेरमा जस्तो मलाई बलबहादुर केसी अहिले जिउँदै हुनुहुन्छ उहाँले लिएर जानुभयो मलाई किशुनजी कहाँ। उहाँको अनुहार हेरेर भनिदिएको थिएँ मैले 51 सालको कुरा हो। भैँसे पार्टीमा तपाईको जीवनमा यस्तो अवस्था हुन्छ, यस्तो रसिक टाइपको मान्छे हुनुहुन्छ हजुर, तपाईको जिन्दगीमा अवस्थाहरू परे, तपाईँ यस्तो रुचाउनुहुन्छ भनेर मैले भनेपछि किशुनजीले भन्नुभएको थियो कुनै गुरुले मलाई यस्तो भविष्यवाणी मलाई सिद्ध पुर्याउनु भएन, गुरुले अचम्म पुर्याइनु। तर एउटा कुरो यस्तो कुरो छ नि जुन किशुनजीको बारेमा भन्नुभयो नि, हजुर हजुर किशुनजीका रसिक थिए भन्ने कुरा त अब उहाँ प्रधानमन्त्री भइसकेपछि छापाहरूमा थुप्रै आएका थिएनन्। होइन मलाई त्यसमा जानकारी थिएन। मलाई बलबहादुर केसीले उहाँले बोलाउनु भएको त्यो गुरु उहाँ सिद्ध हुनुहुन्छ उहाँले भनेको कुरो पढ्छ उहाँलाई ल्याइदिनु पर्यो भन्ने भएछ। अनि मलाई बलबहादुर केसीले नील सरस्वती थानमा उहाँको बसाइ थियो। मेरो नि त्यही टुकुछामा म बस्थेँ। उहाँले जान पर्यो गुरु भनेर गएँ। उहाँको ललाट उहाँको बोली स्वर लिपि छन्द उहाँको रुद्रघण्टी त्यो कुण्डलिनी चक्र सबै चिज ग्रहगति प्रमाणित तरिकाले मैले हेरेँ र मैले ठोस उहाँको भविष्यवाणी यो निकालेँ कि तपाईँको जीवनमा यस्तो यस्तो भयो, राजनीतिमा यस्तो यस्तो भयो, प्रेममय अवस्थामा यस्तो यस्तो भयो, एकल तपाईँ हुँदा पनि अहिले तपाईँ प्रेममय अवस्थामा निकै नजिक हुन खोज्ने अचम्म विचित्रमयको प्रेमको स्वभाव छ, ग्रहगति यस्तो यस्तो छ भनेको उहाँको महिना गते बार बितेको समय समेत प्रमाणित गर्दाखेरि उहाँले मलाई जिउरो काटेर हेर्नुभयो
र म पोखरामा आउँदाखेरि म गुरुकामा चिया खान आउँछु, गुरुको दर्शन गर्न आउँछु भनेर 51 सालमा किशुनजीले आफ्नो व्यक्तिगत डायरीमा लेख्नु भएको थियो। उहाँको विचित्रमय शैलीले मैले उहाँको फलादेश भविष्यवाणी गरेको थिएँ। त्यही मेरो शेरबहादुर र रामचन्द्र पौडेलसँग मेरो त्यही नै भेट भएको। अनि जस्तो नि सिद्ध पुरुष अथवा महापुरुषहरूले आफ्नो सिद्धिका बारेमा भनेर हिँड्नु आवश्यक छ र त्यो कुरो त सबै उहाँहरूको कामले नै देखाउँछ नि। तर तपाईँ चाहिँ महाविद्याका बारेमा जुन सिद्धि प्राप्त गर्नुभयो भनिराख्नु भएको छ त्यसको विषयमा चर्चा गरिरहनुहुन्छ, हामी बेला बेला सुनिरहन्छौँ। होइन, मैले नेपाली जनतालाई जनमानसलाई बुझाउनु पर्ने मेरो परम्परा राष्ट्रले गरेन। मैले अहिलेसम्म बोलेको कुरो खै त मलाई राष्ट्रको मूल्याङ्कन गरेको, बरु सभासदहरूले सङ्घ संस्थाहरूले ठुल्ठुला जनता जनार्दनको एउटा सभागोष्ठीमा बरु भएको छ। राष्ट्रपतिले प्रधानमन्त्रीले ठुल्ठुला महत्त्वपूर्ण योगदान ओहदामा बसेका मान्छेले कदर गर्नु पर्दैन। मैले त्यतिखेर भनेको थिएँ संविधान सभाको चुनाव यो खिलराज रेग्मीले गराउन सक्नुहुन्छ, संविधान सभाको चुनाव आत्तिन हुँदैन भनेर त भनेको थिएँ। यदि संविधान सभाको चाहिँ अबको प्रधानमन्त्री सुशील कोइराला, माधव कुमार नेपाल, केपी ओली, विजय कुमार गच्छेदार कोही पनि हुँदैन, बाहिरको कर्मचारी आएर प्रधानमन्त्री सम्हाल्छ भनेर भनेको थिएँ। खिलराज रेग्मी भए, खिलराज रेग्मी पश्चात अब सुशील कोइराला र एमालेको टक्कर पर्छ नेपाली काङ्ग्रेस र अबको प्रधानमन्त्री सुशील कोइराला हुन्छन्। मैले बोलेका यस्ता कुराहरू फलादेश भविष्यवाणी सत्य साबित भएका कुराहरू युट्युबमा हेर्न सक्नुहुन्छ हजुरले, हरेक पत्र पत्रिका। जनतालाई थाहा हुनु पर्यो नि। मलाई गुमनाम बना राष्ट्रले चाहिँ एउटा गुमनाम जस्तो बना सङ्घ संस्थाहरूले व्यक्ति विशेषले गरेको छ। राष्ट्रमा गर्ने योगदान गर्ने गुरुहरूको खै कदर भएको छ? शान्ति जस्तो अहिले तपाईँले भन्नुभयो नि, जस्तो कि सुशील कोइरालाजी प्रधानमन्त्री हुनुहुन्छ भनेर मैले पहिल्यै भनेको थिएँ। भनेपछि त्यो कुरा त अहिले पनि त उहाँको कानमा त पुग्यो होला नि। अहिले पनि त उहाँ प्रधानमन्त्री हुनुहुन्छ नि त, अझै उहाँले तपाईँलाई मूल्याङ्कन गर्नुभयो नि त। मूल्याङ्कन गर्न पनि उहाँहरूले हो भन्ने गर्ने हरेक कुराहरू अब व्यक्ति विशेषबाट गुरुको ठिक छ भने जस्तो कुरा गर्ने होइन, आफै एउटा राष्ट्रमा गर्ने जस्तो जस्तो सार्वजनिक रूपले गरेन, एउटा चाहिँ सार्वजनिक रूपले नै गर्नु भएन। यो कुरा कदर गर्ने, एउटा कि नराम्रो गर्नेलाई दण्डित दिने, राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने, यो नेपाल सरकारको विशेषतः यो अमृतमय कुराहरू हुनुपर्ने कुरा हो क्या। यी कुराहरूमा कमी कमजोरी छ, यसमा चाहिँ सुधार गर्नुपर्छ। अब सुशील कोइराला पनि त्यागी तपस्वी एउटा नेता त हो, उहाँले राष्ट्रमा गर्ने हो जस्तो भैँतालो भयो। मैले बागलुङ कालीगाउँ भएर ठुलो कालीको साधना गरेर नेपालमा अशान्ति अस्थिरता भ्रान्ति विघ्न तत्त्व नहोस् भनेर मुण्डमाला यन्त्रबाट वज्रकाली आसन बसेर मैले देशकै राष्ट्रिय हितमा 9 जना व्यक्ति विशेष लगाएर मैले साधना गरेँ। खै यहाँको मूल्याङ्कन? बरु पार्टी विशेषबाट, नेता विशेषबाट, व्यक्ति विशेषबाट, पूर्व व्यक्ति विशेषबाट मलाई चाहिँ धन्यवाद, गुरुले गरेका कुराहरू शुभमङ्गल छ, राष्ट्रको लागि हित छ भने खै। तर एउटा कुरो नि गुरु, जसो यहाँले भन्नुभयो 10 महाविद्यामा सिद्धि गरेको 2 वर्ष भयो, जुन नेपालमा 3 महिना अगाडि जुन भूकम्प आयो नि त्यसको भविष्यवाणी गर्न सक्नु भएन नि? किन? होइन, यो त मैले हजुरले हेर्नुहोस् घटना विचार पत्रिकामा मैले भनेको थिएँ, देवराज त्रिपाठीको पत्रिका हो, देशमा 10 महाविद्याको राम्रो विधि विधान यदि गर्ने भने यो देशमा शान्ति शीतलता, यो ज्वराभाट, भूकम्पहरू, अनिष्टहरू, अनावृष्टिहरू, जलको प्रकोप यावत कुराहरू पनि सिद्धि हुन्छ, त्यसलाई नै शुभमङ्गल हुन्छ पनि भनेको थिएँ मैले। यदि सुशील कोइराला, माधव नेपाल, केपी ओली, विजय कुमार गच्छेदार, अशोक राई, विप्लव यावत मान्छेहरू ल्याएर सबै नेताहरू एकै ठाउँमा बसेर पशुपतिनाथको माटो, त्यस माटोमाथि घोडाको टाप, त्यस टापमाथि गौमती चक्र, ओम नेपाल देशस्य सुख शान्ति समृद्धि अशुभ विघ्न बाधा अरिष्ट तत्व नास्यकरा निमित्त्यर्थ ओम धनधान्यादि नेपाल देश हित कल्याण संविधान निर्माण निमित्त्यर्थ सर्व नेता नेतृत्वगण सुख शान्ति ओम शुभ मंगलम अशुभ ग्रह नमस्ते चंडिके चंडी चंड मुंड विनाशिनी नमस्ते कालिके काल महाभय विनाशिनी ओम सर्व सिद्धय शुभ लक्षणम शांत स्पेशल डिटर्मिनेसन। तर गुरुले जुन भन्नुभयो नि जति नेतालाई बसाउने कुरो गर्नुभयो नि त्यो त सबै फरक फरक विचारधाराका नेता, उनीहरू धर्ममा कोही विश्वास गर्नेछन् कोही नगर्नेछन् अथवा भित्री मनले विश्वास गरे पनि जनतालाई देखाउन त चाहँदैनन्। त्यो त सम्भवै नभएको कुरा गर्नुभयो नि। यो साइन्टिस्ट कुरा हो, राष्ट्र निर्माणको लागि उहाँहरूको गन्तव्य, उहाँहरूको पोलिटिकल लाइन फरक फरक भए पनि देशको हितको लागि सबै एकै ठाउँमा बसेर धर्म। इन्डियामा हेर्नुहोस्, तपाईँको त्यही इन्डियामा कताबाट सभासदहरू छिर्ने,
सभासदको अनुहार कहाँ राख्ने, भित्तामा कस्ता कस्ता दृश्यहरू, पानीका फोहराहरू कहाँ राख्ने, ईशान्य वायव्य गोमालाहरूको प्रभाव कस्तो, तन्त्रविद्या, तन्त्र भनेको यति महत्त्वपूर्ण विद्या हो, यो साइन्टिस्ट विद्या भनेको नि गढो हेर्नुहोस्, यो गर्ने भनेको चाहिँ यो रावणले हल्लाएका थिए तन्त्रविद्या हेर्नुहोस्, तन्त्रविद्यामा यस्तो यस्तो चिजहरू इन्डियामा त राखिन्छ। अहिले हाम्रो संविधान भवनमा त्यहाँको वास्तु मिल्दैन भन्नुहोस् न, अवस्था मिलेको, गाडी राख्ने कहाँ, पानीका फोहरा कहाँ राख्ने, सभासद सभामुखहरू कहाँ फर्कने, राष्ट्रमा आपद विपद परेको समयमा एउटा सिद्ध पुरुष संसद भवनमा नहुने, ल है सभासदलाई आज यो मुहूर्त छ, यो लग्न छ, यो नक्षत्र छ, तपाईँ हामी यो दिशामा फर्कौँ, आज यो मन्त्रोच्चारणद्वारा संसदको सभासद भवन चाहिँ आज चाहिँ समुद्घाटन यो मन्त्रबाट विशेष तरिकाले आज सुरुवात गरौँ भन्ने एउटा त्यहाँ सिद्ध पुरुष व्यक्ति विशेष पनि त हुनु पर्यो नि, इन्डियामा छ। गुरु हामी एउटा सानो ब्रेक लिन्छौँ, फेरि कुरा अगाडि बढाउँछौँ। हुन्छ दर्शकवृन्द, एक छोटो सो ब्रेक लिएर यहाँ, लेकिन ब्रेक में जाने से पहले यी हफ्ताको दर्शक प्रश्न एक बार। यो हप्ताको दर्शक प्रश्न यी मध्ये कसलाई मिसाइल म्यान का नामले चिनिन्छ? अप्सन ए अल्बर्ट आइन्स्टाइन, अप्सन बी एपीजे अब्दुल कलाम, अप्सन सी ग्यालिलियो र अप्सन डी ग्राहम बेल। दिएका अप्सनहरू मध्ये एन टाइप गरी स्पेस दिनुहोस् र एबी सी वा डी मध्ये कुनै एक टाइप गरी 4004 मा एसएमएस गर्नुहोस् र विजेता भई पाउनुहोस् आकर्षक उपहार। प्रत्येक हप्ता 5 जनालाई वाइवाई को गिफ्ट ह्याम्पर, कलर्स मोबाइल X14 प्रत्येक 2 हप्तामा 1 जनालाई, सीजी को हटपट प्रत्येक महिना 1 जनालाई। विजेताको नाम आउँदो शनिबार बिहान 10:15 बजे आफ्नो नेपाल आफ्नो गौरवमा घोषणा गरिनेछ। Brought to you by वाइवाई ज्ञान ज्योति, यसको कुपन चमत्कारी छ। वाइवाई ज्ञान ज्योति पुस्तकालय, शिक्षित नेपाली समृद्ध नेपाल। Life is so sleek in my kitchen. अब लाइफ करा एन्जॉय। Authorized distributor for Nepal, Kitchen Concepts Private Limited. ब्रिज सिमेन्ट, सॉलिड टेक्नोलॉजीले बन्छ सॉलिड सिमेन्ट। ब्रेक के बाद आप सबको फिर से स्वागत है। अभी आप बातचीत कर रहे हैं ज्योतिष विहंगम तिमल सिन्हा जी से, आओ इन बातचीत ने फिर से आगे बढ़ावा। अहिले यहाँले जुन भन्नुभयो नि संसद भवनमा नै कोही सिद्ध पुरुष राख्नुपर्ने अथवा उसले बोलेका उसले भनेको तरिकाले केही हदसम्म चल्नुपर्ने अथवा वास्तु दोषका कुरा जुन गर्नुभयो नि, यी सब कुरा त के हुन् भने मान्छेको विश्वासमा भर पर्ने कुरा हुन्, किनकि यी सब विषयले के हुन्छ भन्ने कुरो सामान्य तुरुन्तै देखाउन सकिने विषयवस्तु होइनन् यिनीहरू, होइन त? यो कुरा त मान्नुहुन्छ नि? म मान्छु, तर मान्छे लुकेर भेट्ने, यसो खल्ला खल्ला नगरम गुरु भएर भन्ने, आज यत्रो पश्चिमा देशको राष्ट्रपतिले चाहिँ पञ्चमुखी हनुमानलाई मान्ने, पञ्चमुखी कवच पाठ गर्ने, आफ्नो पकेटमा गर्ने। अब अल्बर्ट आइन्स्टाइनले हिन्दू धर्मका उपनिषदहरू पढेर आज उहाँ ज्ञाता हुनुभयो। कस्ता कस्ता साइन्टिस्टहरूले आज यस धर्ममा आकर्षित भइरहेका छन्। आज यो धर्म यहाँ भएका भित्री गुदी ज्ञानहरूलाई ग्रहण गर्न नसक्नु त कमजोरी भएन? किन लाज मान्नु पर्यो? होइन, तर त्यसमा यो पनि त हो नि, गुरु पनि त त्यस्ता भएनन् नि जसले कि त्यो चाहिँ उहाँहरूलाई सिकाउन सकोस् कि होइन यसमा गुण छ, होइन होला नि? गुरुसँग जाँदाखेरि म धर्मप्रति यहाँ आएँ, फेरि के भन्लान्, कुरा काट्ने बाटो भनेर उहाँहरूले सोध्नुहुन्छ। यो त अध्यात्म ज्ञान भनेको त ज्योतिष शास्त्रसँग डराउनै पर्दैन नि। ज्योतिष शास्त्र त साइन्टिस्ट पनि गढो। यो नक्षत्र यो लग्न मुहुर्तमा यस्तो मुहुर्तमा सभासदहरू संसदमा प्रवेश हुने, यो सुरुवात सभामुखबाट संसद सुरुवात गर्दाखेरि यो एउटा डिभाइन एक शक्तिशाली सुप्रिम पावर सुपेरियर लाइट त्यो चाहिँ अन गर्ने, अफ भएको लाइटलाई अन गर्न पर्यो, अनि पो बत्ती बल्छ। सबैको मानस पटलमा गडलाई रियलाइजेसन, गडलाई आत्म साक्षात्कार हुने मौका मिल्छ, अनि ईश्वरीय शक्ति चैतन्य शक्ति के हो भन्ने बुझिन्छ। अनि अहिले जुन ईश्वरीय शक्ति भन्नुभयो नि, तपाईहरू जस्ता सिद्ध व्यक्तिले ईश्वरीय शक्ति छ भन्ने उनीहरूलाई प्रमाणित किन गर्न सक्नुहुन्न? त्यो प्रमाणित गर्नुभयो भने त मानिहाल्छन् नि। किन? उनीहरूको हजुरबा, हजुरले भन्नुहोस्, हजुरको हजुरबा हुनुहुन्छ र पो बुवा हुनुभयो, हजुर यो पृथ्वीको धरातलमा आगमन भयो हजुरको, होइन हो? त्यस्तै जस्तो यो धर्म भन्ने संस्कृति भन्ने एउटा ईश्वरीय अनुकम्पा, यो विशेष अद्भुत अलौकिक शक्तिले चलाएको छ भने उहाँहरूलाई ज्ञान पनि थाहा छ, जानकारी पनि छ, उहाँहरू पनि पूजापाठ गर्नुहुन्छ, आस्था छ, तर डाइरेक्ट गुरुबाट सिधै तरिकाले हो गुरु म यति बजे आएँ, राष्ट्रको लागि के गर्नु पर्यो। अब यहाँ कुनै पनि नेता नेतृत्वगण पनि भेट्नुको लागि ठिकै छ, हल्ला किन गर्नु पर्यो गुरु, अब यसो आउनुहोस् के अरे
यति बजे आउँदा कसो होला भने जस्तो किन भन्न पर्यो भनेको। ज्योतिष त एकदम ठुलो साइन्स हो नि, तपाईको भनाइ खुलेर आउनुहोस्, खुलेर आउनुहोस् भन्ने कुरो मेरो। अनि अघि यहाँले भन्नुभयो नि जुन तान्त्रिक विद्या नै किन मान्छेलाई बसमा गर्नको लागि होइन, अनि केका लागि? म हजुरलाई भन्छु, यो एकदम धेरै जनमानसमा भ्रम परेको छ। तान्त्रिक विद्या भनेको तनमा भएको नकारात्मक नेगेटिभ एनर्जी तिनै काल भूत वर्तमान भविष्यमा जसले अशान्ति अस्थिरता भ्रान्ति हुन्छ यी कुरालाई राम्रोसँग नियन्त्रण गर्न सक्छ, राम्रोसँग बुझाउन सक्छ, बल्ल त्यो तान्त्रिक हुन्छ। तान्त्रिक हुनु यति गाह्रो छ, यो साइन्टिस्टको नि गड हो। साइन्टिस्टलाई नि वैज्ञानिकलाई नि मार्गनिर्देशन गर्ने बाटो देखाउने एउटा विद्या हो। तर कालो कुकुरो काट्ने, बोको काट्ने, त्यो ढ्याङ्ग्रो ठोक्ने, कल्ली बजाउने, यो भनेको यो अप्रमाणित, यसलाई म भेरिफाई तान्त्रिक होइन होइन, म यसलाई भेरिफाई नै गर्दिनँ। त्यो ढुङ्गो मात्रै हो, ढुङ्गो बाहिर देखायो, ढुङ्गो रातो पेट तातो, यो नाटकीय कुरा हो। यस्ता कुरालाई म विश्वास नै मान्दिनँ, अप्रमाणित कुरा हो। होइन, तर एउटा कुरो जनमानसमा के मैले 15 बाट औषधि नै गरेको, तपाईँलाई डक्टरले म भनिदिन्छु, अहिले नाम नम्बर दिन सक्छु। डक्टरले औषधि उपचार गर्न नसकेका डक्टरकै मैले औषधि गरिदिन्छु। जस्तो डाक्टर रञ्जित शर्मा हुनुहुन्छ, मुटु रोग विशेषज्ञ, उहाँको मैले केही गरेँ, अब नाम रोग नभनौँ। जस्तो ओम विष्ट शाह प्रसिद्धि गृह थापाथलीमा डक्टर हुनुहुन्छ, उहाँको मैले तपाईँको भनाइ डक्टरले मान्छे अरू पेसेन्टलाई ठिक गर्छ, तपाईँ डक्टरलाई मैले गरेको छु। मैले डक्टरलाई नामै भने हेर्नुहोस्, डाक्टर दिग्विजय शर्मा भन्ने हुनुहुन्छ, हाड जोड्ने सम्बन्धीको नेपालकै तेस्रो नम्बरको डक्टर हुनुहुन्छ, उहाँको मैले टिनु हिराचन हुनुहुन्छ, टिचिङ हस्पिटलमा हुनुहुन्छ, अहिले अमेरिका हुनुहुन्छ, उहाँको मैले उपचार गरेँ। डक्टरले नसकेको मैले उपचारै सम्बन्धी तपाईँको मानसिक रोग क्रोनिक भएका ग्यारेन्टी प्रमाणित 7को रूपमा मैले गरेको छु। तपाईँले नाम नम्बरै मैले लेखेको छु, सोध्न सक्नुहुन्छ। तर एउटा कुरो छ नि गुरु, जस्तो तान्त्रिक व्यक्ति, तन्त्र जानेको व्यक्ति हजुरले राम्रो गर्न नसके पनि यो मान्छेले अनिष्ट गरिदिन्छ, त्यही भएर यसको नजिक चाहिँ जानु हुँदैन अथवा आउन डराउँछन्, त्यसको कारण के? होइन, त्यो भनेको कालो तपाईँको कालो लुगा लगाउने अगोरीहरू, यस्ता मसानहरूमा बस्ने तिनीहरूको छेडिक हुन्छ, अप्रमाणित हो उनीहरूको क्षणिक समयको लागि शक्ति हुन्छ, त्यो शक्ति फेरि जान्छ, जहाँबाट उनीहरूले चाहिँ एउटा दुष्ट आत्मालाई बोलाएका हुन्छन्, दुष्ट आत्मालाई युटिलाइज गर्छन्, त्यो दुष्ट आत्मा सधैँ उसलाई चाहिँ फेरि अस्थिर बनाएर गइदिन्छ उनीहरूलाई। त्यसो भए तपाईँले भन्न खोजेको तन्त्र चाहिँ अर्कै हो। मेरो भनेको 10 महाविद्या, 10 महाविद्या गर्ने भनेको दुर्लभ हो। यहाँ पहिला अहिले बाँचिरहेकोमा योगी नारायण नाथले नि गर्नुभएको थियो, धन शमशेरले गर्नुभएको थियो, यो अहिले चाहिँ 10 महाविद्याको सिद्ध गरेको अहिले मैले हो। अच्छा, केही व्यक्तिहरूले, अब प्रसङ्ग अलिकति बदलौँ, केही व्यक्तिहरूले पूर्व राजा ज्ञानेन्द्र, जो आध्यात्मिक व्यक्तिहरूले पूर्व राजा ज्ञानेन्द्र चाहिँ तेस्रो पटक पनि राजा हुने योग छ भन्छन्। तपाईँ चाहिँ आफ्नो 10 महाविद्याको सिद्धिका आधारमा भन्नुपर्दा के भन्नुहुन्छ? ग्रह योग, लग्न, मुहुर्त, नक्षत्र अनुसारको फरक पर्ने हो। योग कुन मुहुर्तमा कुन लग्नमा हुन्छ भन्नको लागि साल बार मुहुर्त हुन्छ। उहाँको योगलाई, ग्रहगतिलाई हो, योगको नि अंश राशि कला विकला भन्ने हुन्छ, तपाईँको राशि अंश घडी कला विकला भन्ने हुन्छ। त्यो उहाँको राशि जन्म लग्न कुण्डलीमा अब फेरि तृतीय आसनमा फेरि राजतन्त्रमा म आएर ढल्कन्छु, फेरि चाहिँ राजगद्दीमा बस्ने ग्रह योग भन्ने कुरो चाहिँ अहिले तत्काल इमिडिएटली आउने ग्रह योग अहिले तत्काल आउने अवस्था छैन अहिले तत्कालको अवस्थामा मैले देखेको कुण्डलीको ज्योतिषीय आधारमा भन्नु पर्यो। अनि हाम्रो नेपालका नेताहरूले हालसालै के भनिरहेछन् भने साउन महिनाभित्र हामी संविधान दिन्छौँ। तपाईँ के भन्नुहुन्छ? आध्यात्मिक हिसाबले साउन महिनामा नेपाली जनताले पाउने भए? अहिले म हिमालय टेलिभिजनबाट यो साह्रै महत्त्वपूर्ण हजुरले कुरा गर्नुभयो र यदि श्रावण महिनामा उहाँहरूले कुनै नेपाली सङ्घ संस्थाले, नागरिक समाजले सबै नेताहरूलाई राखेर राष्ट्रिय हितको लागि केही गर्न पर्यो, ल स्पेसियल डिटर्मिनेसन, 10 महाविद्याको सङ्कल्प ठुलो सङ्कल्प हो। उहाँहरूको मनस्थितिमा यस्तो विचित्रमय उहाँहरूलाई अद्भुत अलौकिक शक्ति प्राप्ति हुन्छ। हामी मिल्नै पर्ने रहेछ, हामी नमिलिकन कुनै सुखै रहन्छ भन्ने एउटा विशेष अद्भुत किसिमको विचार उहाँको मानव मस्तिष्कमा खेल्छ। त्यो गर्ने हो भने श्रावणमा संविधान नबन्ने होइन। अहिले संविधान बन्नको लागि नि केही बाधा अवरोधहरूलाई चिर्न पर्यो नि। बृहस्पति त छ राम्रो, संविधान बन्नुपर्छ, संविधान बन्ने ग्रह छ अहिले। अब बृहस्पति चम्किएको छ। बृहस्पति भनेको सबै मिल्न पर्ने, हामी एकताबद्ध अब हुनु पर्यो भनेर चाहिँ त्यसले गराउने गुरुले हो। 9 ग्रहको गुरु बृहस्पति हो है।
त्यो बृहस्पतिसँगलाई असर गर्ने छायामा पार्ने तपाईँको शनि मङ्गल यी राहु एक आपसमा टक्कर पर्छन्। यिनीहरूको नियन्त्रणको लागि मैले बारम्बार हरेक टेलिभिजनमा यो कुरो भनेको छु। धेरै सङ्घ संस्थाका आबद्ध प्रभुत्व व्यक्तिहरूले चाहिँ खुसी हुनुभयो गुरुको कुरो ठिक हो भन्ने। यहाँ राष्ट्रपतिले प्रधानमन्त्रीले तपाईँले के भन्न खोज्नु भयो? सबै नेतालाई जुटाएर कुनै विशेष पूजा आराधना गर्ने हो भने मैले विशेष साउन महिनामा नेपालीहरूले संविधान पाउँछन् भन्न खोजेको। केही अशुभ बुरी गल्तीलाई पनि त ग्रहलाई पनि त त्यसले चाहिँ कन्ट्रोल गर्छ नि, न्युट्रलाइज गर्छ नि, कन्ट्रोल गर्छ नि, नराम्रो चिजलाई कन्ट्रोल गर्छ। जस्तो टाइफाइड भयो, टाइफाइड गएपछि एन्टिबायोटिक औषधि खाइन्छ, त्यो औषधिले ठिक गर्छ र पो टाइफाइडको गति, त्यो ज्वराको तातो गति हट्छ। त्यस्तै त्यो यति दुर्लभ सङ्कल्प हो। त्यो सङ्कल्प सुन्दाखेरि पनि मान्छेलाई एउटा हाई किसिमको हाई लेभलको एनर्जी प्राप्ति हुन्छ। मेलमिलाप गरेर अचम्मको अद्भुत विद्या हो क्या त्यो 10 महाविद्याको त्यो शक्ति सङ्कल्प हुन्छ। महाशक्ति राष्ट्रहितको सङ्कल्प गर्ने, सबैको हातमा माटो लिने, घोडाको टाप राख्ने, गौमती चक्र गर्ने र सबै नेतालाई यो दाहिने हातमा राखियो, बायाँ हातले नाभि चक्र छुने र विशेष तरिकाले त्यो महामन्त्र वाचन गर्ने हो भने सोध्दै नसोचेको परिणाम हुन्छ। हामीले त कर्मै गरिएको छैन। रोग लागेको छ, रोगको चाहिँ कुनै चाहिँ औषधि उपचार नै गरिएको छैन। कसरी देश बन्छ? देश बनेन मात्रै यी नेताहरूलाई मात्रै दोष दिएर पनि त भएन नि, केही कर्म पनि त गर्नु पर्यो। गुरु एउटा फेरि ब्रेक लिउँ, फेरि कुरा गरौँ न। दर्शकवृन्द, फिर से एक छोटो सो ब्रेक। यो हप्ताको दर्शक प्रश्न यी मध्ये कसलाई मिसाइल म्यानका नामले चिनिन्छ? अप्सन ए अल्बर्ट आइन्स्टाइन, अप्सन बी एपीजे अब्दुल कलाम, अप्सन सी ग्यालिलियो र अप्सन डी ग्राहम बेल। दिएका अप्सनहरू मध्ये एन टाइप गरी स्पेस दिनुहोस् र एबीसी वा डी मध्ये कुनै एक टाइप गरी 4004 मा एसएमएस गर्नुहोस्।